बल गयो दाइ कस्तो अनुभव लागिरहेछ एकदम जीव लागिरहेछ हैन के हो रे दाइ नाम के हो दाइ कस्तो अनुभव लागिरहेछ एकदम खुसी भएको राम्रो लागिरहेछ एकदम आशिषित ल हामी संगति सकेर जाँदैछौँ है पौडी खेल्न पौडी हल्का पानी परेछ नाम चाहिँ सेवा बाबी के हो अब गएर खाने हो खाएन भने फेरि एक गेम हामी जित्नुपर्छ त के चाहिँ भाइ भलिबलमा नप्ले भदैछ यो त माथितिर के रहेछ खै मासतिर के जङ्गलहरू चाहिँ घाँस दाउरा गर्ने होला मिठो बस्छ हामी सुन्यो हाम्रो दाइ केही बोल्नुहोस् है परमेश्वर धन्यवाद एकदमै मिठो वचन सुन्यौँ हामीले तर हामी पानी आएको अवस्थामा पनि हामी हिँड्दैछौँ र पानी एकदमै यता मधेसीमा पानी आउँछ एकैछिनमा रोक्छ सो हामी यतातिर चाहिँ स्विमिङ गर्न भलिबल खेल्ने लागेको छ के भन्दैछ के बोल्नुहोस् है प्रभुलाई महिमा भएको है अनि प्रभुको वचनले भन्दछ कि दाजुभाइ एकतामा रहन अनुहार हुन्छ प्रभुलाई धन्यवाद त्यसै पानी आउँदा पनि प्रभुको महिमा भएको होस् हामी आजको दाजुभाइ सङ्गति सकेर हामी चाहिँ आज यसरी फेरि पनि अब गेमको लागि जाँदैछौँ अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यसको पानीको कलरहरू कस्तो फरक भइरहेको छ हेर्नुहोस् त कारणले हामी चाहिँ अब आज प्रभुको वचनले भन्दछ कि हामी आदिम परमेश्वरले आकाश मण्डलको पृथ्वीलाई सृष्टि गर्नुभएको हो अब बाँसुरी हाम्रो रामभाइ मामा केही जाओस् न आज के छ भाइ भाइ ठिक छ के जाओस् हाम्रो जेठमा लगाएर बोल्नु एकदम ठिकै छ के जाओस् भाइ भाइ सन्चै हुनुहुन्छ हजुर म एकदम ठिक छ प्रश्न सन्चै हुनु भाइ त्यहाँ चाहिँ बबी थियो पानी परेर नत्र ल हामी चाहिँ अहिले अस्तिको ठाउँमा हो ठ्याक्कै त्यस्तो डाउट केही छैन हामी अस्तिको ठाउँतिर आइपुगिसकेको छ जहाँ चाहिँ यहाँ हाम्रो सुकुदाइले किवी झार्नु भएको थियो दुईजना बल लिएर आउनु नि बल ओइ खतरा देखिरहेछ त हामी घुम्दैछौँ यताउति है एकदम रमाइलो यतापट्टि साथीहरूले एकदम पानीमा खेलिरहेछ के बच्चा जस्तो के खेल्यो होला भन्न मिल्दैन अब यहाँ खेल्नै आएको हामी सबैजना के हो रे दाइ नाम के हो रे उहाँ चाहिँ हाम्रो एकदमै माया गर्ने मान्छे चाइनिज ब्रदर रमाइलो छ यतापट्टि अहिले हामी बल पनि खेल्छौँ खेलेको पनि हामी देखाउँछौँ एकदम रमाइलो भइरहेछ यहाँनिर साथीभाइहरू दाजुभाइहरू फोटो खिच्ने रमाइलो गर्ने पानीमा बच्चा जस्तो खेल्ने सबै भइरहेछ यहाँनिर हाम्रो यो ईश्वर दाइले के गर्नु भएको छ दाइ यहाँ के भइरहेछ है यहाँ बोतल प्रहार भइरहेछ है ओहो
समुद्र पनि देख्न सक्नुहुन्छ यता एकदमै रमाइलो समुद्र छ हरियो छ एकदमै रमाइलो भइरहेको छ यतातिर सो चाहिँ हाम्रो दाजुभाइहरू अब पौडी खेल्नलाई पनि रेडी भइसकेको छ एकदमै आज हाम्रो दाजुभाइ सङ्गतिमा चाहिँ हामी एकदम रमाइलो अनुभव बटुल्दैछौँ जस रमाइलो भइरहेछ जस्तो फिल भइरहेछ मलाई है मलाई चाहिँ त्यति बोल्न चाहिँ आउँदैन अनुभव भइरहेछ यसो भन्छ एकदम राम्रो लागिरहेछ गुड लागिरहेछ होइन अहिले निन्द्रा कस्तो छ निन्द्रा झट्टै लागिरहेको शिवराज निन्द्रा कस्तो लागेर निन्द्रा त धेरै लागिरहेछ भाइ कस्तो अनुभव लागिरहेछ एकदम खुसी भयो एकदम खुसी परमेश्वरको योजनामा हिँड्नु पाएपछि एकदम खुसी परमेश्वरको अनुग्रह हो भाइ कस्तो अनुभव लागिरहेछ एकदम ठिक लागिरहेछ होइन अब जे होस् नयाँ ठाउँमा आइयो होइन अब नयाँ केही अनुभवहरू बस्दै हो हाम्रो मामाले सोध्नुपर्छ मामाले मामा कस्तो अनुभव लागिरहेछ एकदम एकदम रमाइलो भइरहेछ खुसी भइरहेछ धेरै समयपछि हाम्रो मामालाई भेट्नु भएको छ मामासँग धेरै समयपछिको भेटमा खुसी लागिरहेछ एकदमै है एकदम आशिषित भयौँ हामी धेरै राम्रो सङ्गति भयो दाजुको सङ्गति धेरै हामी आशिषित धेरै भाइहरूसँग भित्रतिर कस्तो रहेछ भित्र देख्न सक्नुहुन्छ यता हाम्रो बेडहरू छ भोलि बिहान आउँछ दाइले सम्म दाइले बल खेल्न जाँदैछ यहाँ भलिबल कोच गेम भइरहेछ म पनि खेलाडी बनेर गइरहेको यहाँ दृश्यलाई हेर्न सक्नुहुनेछ यहाँ चाहिँ भलिबल हुँदैछ हेर्न सक्नुहुनेछ ल यहाँ भलिबल हुँदैछ यहाँ आज हाम्रो दाजुभाइ समितिको चाहिँ यहाँ दृश्य हेर्न सक्नुहुनेछ यहाँ चाहिँ भलिबल कार्यक्रम हुँदैछ तपाईँहरूले हेर्न सक्नुहुनेछ है दृश्यलाई हेर्न सक्नुहुनेछ यो फोनवाला मान्छे चाहिँ उहाँ हुनुहुन्छ है भलिबल कार्यक्रम हुँदैछ है यहाँ ईश्वर दाइले सर्भिस गर्दै हुनुहुन्छ सट अरे केटाहरूले बल खेल्दैछ सर्भिस 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 शॉटर नंबर कटायो टच सर्भिस शॉट यस वाह यस सर्भिस ल भर्सेस खेल्दैछ यहाँ सर्भिस आउट खुसी भयो अनि यता म छु खुट्टा खाली छ मेरो के भइरहेछ यहाँ अरे बाफ हाम्रो शिवराज अरे टिकटकमा अरे यता क्यामेराम्यान
अलि पौडीमा दुईजना पौडी खेल्दैछ यहाँनिर खाजी है खाजी डुबेको जस्तो देखाउँ न चता प्राब्ला होइन चता प्राब्ला बेले कस्तो लाग्यो त दाइ एकदम फ्रीमा खेल्न पाएपछि रमाइलो लाग्दो रहेछ कुनै ठाउँमा पानी पैसा तिर्नुपर्छ नि त यहाँ त फ्रीमा रहेछ तर रमाइलो हुँदो रहेछ एकचोटि अनुभव गर्नु होला त्यहाँ बोर्ड पनि आइरहेछ यतापट्टि एकदम स्पेसल पार्क रहेछ के भन्छ नेपालीमा के भन्छ सेपुवा अनि यो चाहिँ रेडी हुँदैछ बार्बिक्यूको लागि भाइहरूले पकाउनु हुनुहुन्छ आगो फुक्दै चलाउँदै चाख्दै पनि हुनुहुन्छ जस्तो लाग्यो कसैले हेर्दै हुनुहुन्छ ल यो चाहिँ सेकुवा पोल्दैछ है सेकुवा भने यही हो हाम्रो सेकुवा पोल्ने दादाहरू अब हाम्रो सिंहली यता पनि छ जुसहरू पाक्दैछ यहाँ